1 2 3 लेट्स गो। ओहो, यो चाहिँ हाम्रो फर्स्ट राउन्डको माछा। गाह्रो छ, गाह्रो छ। चल पहल सेकेन्ड राउन्डको माछा भनेको यही हो। माछा फुर्काइहाल्यो राजेश भाइले। यही हो। हेलो, वेलकम टु आवर न्यू भिडियो अगेन। राजेश भाइ हजुर दादा, के छ हाल खबर? हालखबर त्यस्तै हो। खै म बाल्टी बोकिदिन्छु। आज फेरि हामीहरू न्यू लोकेसनमा नयाँ तरिकाले माछा मार्ने भन्दाखेरि पुरानै तरिका हो माछा मार्ने तरिका चाहिँ। अब अलिकति ठाउँ चाहिँ नयाँ हो। ठाउँ चाहिँ यो एकदम नयाँ छ। अब लेट्स सी यहाँको अब चलपल कस्तो हुन्छ, के माछा भेट्छ कि भेट्दैन, यो भनेको हामीहरू विस्तृतमा देखाउँछौँ। अब यहाँबाट हामीहरू पार गर्नुपर्ने हुन्छ। पार गरिसकेपछि हेरौँ राजेश भाइको स्किल कस्तो छ आज। पानी त बढिसक्यो रहेछ है अलि पहिलाको भन्दा। पानी आउँछ बढिहाल्छ। यार पानी पनि आजभोलि मलेसियामा त प्रत्येक दिन जस्तो परिरहेको छ। तर गर्मी उस्तै हो, गर्मी उस्तै छ। पानी जति परे पनि त्यस्तै मान्छे लास्ट टाइम हामीहरू पिस्ने। ल ठिक छ, हाम्रो राजेश भाइ फर्स्ट राउन्डको लागि रेडीमा छन्। अब म चाहिँ यतातिर आएर हल्का देखाउनु पर्ने हुन्छ। ल राजेश भाइ 1 2 3 लेट्स गो। जाल त खतरा गरिरहेको छ। अब हेरौँ माछाको नतिजा। ओहो, पहिलो सुरुमै काठ। ओहो, माछा त परेकै छ नि त यार। यतिको माछा त नपरे भन्नु हुँदैन, परेकै हो। अब हामीहरू चाहिँ यो माछा निकाल्नु पर्ने हुन्छ। यो चाहिँ हाम्रो फर्स्ट राउन्डको माछा। यहाँ अलिकति जाल अड्केर राजेश भाइले अलिकति तनाव भयो। हेरेर माछा त जस परेकै हुन् यार। यत्रो माछा पर्नु त ठिकै हो यार राजेश भाइ। हो, ओहो यहाँ पनि रहेछ एउटा माछा। अब धेरै मार्नु हुँदैन राजेश भाइ, ठिक्कले हानेर 4-5 चोटि जाल फाल्ने होइन। लाउनको लागि रेडी हुन्छौँ। कतातिर हान्ने राजेश भाइ? उतातिर पनि घाँसै घाँस छ त यार। पानीभित्र पसेर हान्ने अलि ठाउँ त बब्बाल क्या। ठाउँ चाहिँ एकदम दामी छ। आजको सिन चाहिँ खतरा छ। हो, गहिरो रहेछ यतातिर ठुलै माछा। आम्मामा जाल खतरा गरिरहेको छ यार। राजेश भाइ पानीमा डुबी आज माछा हान्दैछन्। जाल पनि फसी गऱ्यो। अब हेरौँ राजेश भाइले माछा निकाल्छ। रिस उठे जस्तो छ। ल साँझ परिसक्यो राजेश भाइ, अब भाग्ने तयारी गरौँ। अब भागिहाल्ने। अब राजेश भाइको जाल अड्किराखेको थियो अघि। अब यहाँबाट हेर्नुपर्छ राजेश भाइको। गाह्रो छ, गाह्रो छ। अब निकाल्नलाई पो गाह्रो हुने भयो यार। ल पहिला निकालौँ, त्यसपछि बनाउँला भिडियो। यो सानो माछा परेर अब हामी निकाल्न अलिकति टाइम लाग्ने हो। लास्ट हो अब। ल एकदम रेडी, एकदम सही। ठिक छ। अब हामीले यति धेरै माछा मारिसकेका छौँ। अब यो बनाउनलाई पनि छेउ हुन्छ अहिले। बरु त्यो भन्दा लास्ट हानिदिने अनि जाने। अब म चाहिँ भाग्नुपर्ने हुन्छ राजेश भाइकोतिर। राजेश भाइ खतरा गरी हानौँ त, दुईवटा ठुल्ठुलो पर्ने गरी। 10 किलोको माछा मार्ने अब जाल त खत्रै गरिरहेको छ।
अब माछा हेर राजेश भाइले लास्ट जाल हानिसक्यो राजेश भाइ राजेश भाइले अब कति यो भनेको 280 किलोको ए हे ल ठिक छ राजेश भाइले सानो माछा देख्नै हुँदैन सुइँ त फालिदिन्छ हाम्रो माछा पछिको लागि यति धेरै मारिसकेका छन् माछा त माछा थोरै छन् यार अब यति भयो भने मस्तले 4-6 दिनलाई पुग्छ है राजेश भाइ पुग्छ आरामले ल हामी पनि अब यति भन्दै भिडियो इन गरौँ चल देते हैं आप रूम पे